हेलो गाइज वेलकम ब्याक टु माई च्यानल र म चाहिँ मेरो फुपूको घरमा आएको छु। मेरो फुपूको घर चाहिँ चाराली हो र घरमा बस्दा बस्दा एकदम बोर भयो र एकछिन यसो चारालीमा हामी यसो घुम्न निस्किन आँटेको। यसो लास्टै बोर भयो नि त साथीहरू, यही घरमै मात्र बसिरहँदाखेरि। त्यही भएर दिदी बहिनीहरूसँग एकछिन बाहिर जान आँटेको। मेरो भ्लग हेरिदिनु होला। को चाराली आउनुभएको छ, को चारालीमा बस्नुहुन्छ कमेन्ट गरिदिनु होला है। जब चाहिँ हामी हिँडिसक्यौँ, यो चाहिँ लोकेसन कहाँ हो भने हाम्रो पाथिभाडा चोकदेखि यसो भित्र छिर्ने ठाउँ छ हो। त्यही इन्द्रबाट चाहिँ हामी जाँदैछौँ। अहिले हामी जाने ठाउँ चाहिँ कता अरे दिदी? कालीझोडा। यस, कालीझोडा अरे। को जानुभएको छ छैन, त्यहाँनिर राम्रो ठाउँ छ अरे। म हजुरहरूलाई देखाउने छु। गाइज अहिले चाहिँ हामी पाथिभाडा चोकदेखि पश्चिमतिर लाग्दैछौँ। धानबारी छ यतातिर है। उता चाहिँ हाम्रो पाथिभाडा चोक छ, हामी चाहिँ अब यता पश्चिमतिर लाग्दैछौँ। यस्तो छ भ्यू है, चारालीको भ्यू गाइजहरू। जहिले चाहिँ हामी कालीझोडाको जङ्गलमा छौँ। हामी चाहिँ अहिले हिँड्दा हिँड्दै गलेर यहाँनिर बस्ने ठाउँहरू रहेछ, यहाँनिर बस्न आएको छौँ। अझै पर चाहिँ अलिक राम्रो ठाउँ छ अरे, त्यहाँनिर फोटो भिडियोहरू गर्नको लागि। अहिले चाहिँ हामी बसिरहेको छौँ। यहाँनिर चाहिँ कमिला रहेन रहेछ, सबैतिर कमिला छ। यता पनि के भन्छ रेस्ट गरिरहेको रहेछ नि दुईजना, सबैतिर रेस्ट रहेछ। चाहिँ दिदी हुनुहुन्छ, बहिनी हुनुहुन्छ। हेलो हेलो। अब आउँछ है भिडियो। चारालीको कालीझोडाको जङ्गल हो यो चाहिँ, एकदम शीतल छ। यहाँ यतातिर चाहिँ हल्का चियानहरू रहेछ, तर डराउनु हुँदैन, एकदम शीतल छ। ऊ त्यहाँ पर चाहिँ फोटो खिच्ने ठाउँ रहेछ। म त्यति हजुरहरूलाई लानेछु, हेर्नु होला। चारालीको कालीझोडाको जङ्गल हो यो चाहिँ, एकदम शीतल छ। यहाँ यतातिर चाहिँ हल्का चियानहरू रहेछ, तर डराउनु हुँदैन, एकदम शीतल छ। ऊ त्यहाँ पर चाहिँ फोटो खिच्ने ठाउँ रहेछ। म त्यति हजुरहरूलाई लानेछु, हेर्नु होला। र चाहिँ चौतारी पनि रहेछ रेस्ट गर्ने। यहाँनिर चाहिँ साथीहरू पछाडि ठुलो चौतारी छ, अनि उतातिर चाहिँ रोड छ। यता चाहिँ बस्ने ठाउँ छ, चौतारी छ। यसरी बस्नुपर्छ साथीहरू। ल अब चाहिँ हामी घर फर्किँदैछौँ साथीहरू है। अब चाहिँ घर फर्किने यसो डुल्यो, रमाइलो भयो। हजुरहरू पनि आउनु होला, चाराली आउँदाखेरि यतातिर घुम्न आउनु होला है। अहिले चाहिँ अब हामी घरमा पुग्न आँट्यौँ। हामी हिँड्दा गलिसकेको छौँ। अब उतैनिर हो घर चाहिँ, अब पुगिन आँट्यो। कतिको गलियो त, धेरै कतिको मजा आयो त?